सुनाइ पाठ 3 इमान सिंह चेम्जोङ। भाषा संस्कृतिको खोज अनुसन्धान गरेर लुप्त हुनै लागेको जातीय अस्तित्वलाई पुनर्जागृत गर्न इमानपूर्वक आजीवन समर्पित हुने एक महान व्यक्ति हुन् इमान सिंह चेम्जोङ। उनको जन्म दार्जिलिङको कालेबुङमा सन् 1904 जनवरी 1 तारिखका दिन भएको थियो। आफ्नो जाति र भाषा जब विकासको गतिमा पछि परेको देखे तब उनी किराँत भाषा संस्कृतिको संरक्षण र विकास गर्नेतर्फ आकर्षित भए। उनले आफ्ना बुबाबाट किराँतीहरूको गौरवशाली अतीत रहेको आफ्नै भाषा, लिपि र संस्कृतिमा हुर्किएको भए पनि पछि किराँत भाषा संस्कृति लोप हुने अवस्थामा पुगेको कुरा थाहा पाए। उनले किराँत लिम्बू भाषा र लिपिको पुनर्जागरण गरे। चेम्जोङ आफ्नो भाषा र संस्कृति संरक्षण र सम्वर्धन गर्नुपर्ने ठहर गरी उनले कलकत्तामा स्नातक तहको अध्ययन गर्दा गर्दै आफ्नो अध्ययनलाई बिचैमा छाडे। भाषा संस्कृतिकै अध्ययनका लागि उनी सन् 1953मा लिम्बूहरूको बसोबास भएका क्षेत्रमा प्रवेश गरे। चेम्जोङ ती क्षेत्रमा खोज अनुसन्धानमा समर्पित रहे। रहँदा बस्दा उनी उक्त भाषा संस्कृतिप्रति जनचेतना जगाउने काममा संलग्न भए। इमान सिंह चेम्जोङ किराँत भाषा र संस्कृति सम्बन्धी थुप्रै पुरातात्विक सामग्रीको सङ्कलन गरेर काठमाडौँ आए र त्यस्ता सामग्री धमाधम प्रकाशन गर्न थाले। उनका प्रकाशित कृतिहरूमा किराँत मुन्धुम, किराँत दर्शनको सारांश, किराँत साहित्यको इतिहास, किराँत दन्त्यकथा लगायत दर्जनौं पुस्तक र थुप्रै लेख रहेका छन्। उनले किराँत भाषाका पाठ्यपुस्तक साथै साहित्यिक कृतिहरू पनि रचना गरेका थिए। उनको नामबाट हुलाक टिकट समेत प्रकाशन भएको छ। भाषा संस्कृतिका क्षेत्रमा 6 दशकको अटुट योगदान दिएपछि सन् 1975मा उनी यस संसारबाट बिदा भए। उनी यस धरतीमा नरहे पनि उनको योगदानले उनी आज पनि अमर बनेका छन्।